धर्म एवं परिवार र सामाजिक सम्बन्धको सुन्दर प्रतीक पनि हो। यो पर्वले हामीलाई हाम्रो परम्परा, संस्कार र नारी शक्तिप्रति गर्व गर्न सिकाउँछ। तीजको यो अवसरले हामीलाई सम्झाउँछ कि नारीहरू हाम्रो समाजको मूल शक्ति हुन्। उनीहरूको माया, समर्पण र धैर्यता नै हाम्रो घर समाजको आधार हो। जीवनका कठिनाइ र चुनौतीहरूमा पनि नारीहरूले देखाएका साहस र धैर्य हामी सबैलाई प्रेरणाको स्रोत बनेको छ। हामीले आजको कार्यक्रममा नारीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सुख, स्वास्थ्य र दीर्घायुको कामना गर्नेछौँ। साथै हामीले तीज पर्वको संस्कृति एवं गीत, नृत्य एवं भजन र सांस्कृतिक गतिविधि मार्फत हाम्रो सांस्कृतिक धरोहरलाई जीवित राख्ने छौँ। आजको अवसरले हामी सबैलाई एकताको भावना, सामाजिक मेलमिलाप र परस्परको सम्मान सिकाउँछ। हामी सबै मिलेर नारीहरूको सम्मान र हाम्रो संस्कृति संरक्षणमा योगदान दिने अवसर पनि हामीले पाएका छौँ। अन्तमा म यहाँ उपस्थित सबै अतिथिहरू, सहभागी र कार्यक्रम आयोजक टोलीप्रति हार्दिक स्वागत व्यक्त गर्दछु। आशा गर्दछु कि आजको कार्यक्रम हाम्रा मनमा सम्झना बनाउने, रमाइलो र प्रेरणादायी बन्नेछ। हामी सबैको सहभागिता र उत्साहले नै तीज पर्व अझ सुन्दर, जीवित हुनेछ। हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने आदरणीय प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरू, यहाँ उपस्थित दिदीबहिनी सम्पूर्णमा फेरि पनि म स्वागत गर्दै आजको दिन एकदम रमाइलो, तीज भव्य सभ्य तरिकाले आज यहाँ सबै रमाइलो उत्साह गरी दाजुभाइहरूले सम्पूर्ण सरहरूले साथ दिनेछ भन्दै आजको यो दिन भव्य र सभ्य होस् भन्दै म बिदा हुन्छु। हस्, नमस्कार।